आज हामी अर्घाखाँची जिल्लाको पानीनी गाउँपालिका पोखराथोक स्थित यो डाँडाकटेरीको जङ्गल हो। हेर्नुहोस्, यहाँ काफल लटिरम्म छन्। यीलाई हेर्नुहोस्, यो गुराँस पनि छन्, राताम्मै फुल्या छन्। काफल खान हाम्रो टिम आज आइरहेछ। हामी धेरै छौँ, जङ्गल निकै घना छ। हेर्नुहोस्, यो जङ्गलमा काफलमा साथीहरू तिरपालै बोकेर हतियार सहित हो। हाम्रो टिम अलि ठुलै छ यहाँ। उही साथीहरू कोही ऊ रुखमा हुनुहुन्छ, ऊ हेर्नुहोस् है। कोही यता छौँ हामी तिरपाल सहित। काफलहरू तपाईँहरू खानुहुन्छ भने आउनुहोस्। ले काफल टिप्दैछौँ भर्खर। चारपाथी चाहिँ उता राखेका छौँ। हेर्नुहोस् है, कोही टोली गुराँसमा छ है। गुराँस खै यता। गुराँस टोली धेरै जोडले नतानै फेरि छुट्यो बा। अब एकदम पत्तो भइसक्यो। ल यो बल्ल सबै तिरपाला झर्यो। ओहो, हाम्रो भाइको चाहिँ मेहनत चाहिँ हामीले खेर जान देखेनौँ। त्यसरी तिरपाल लुकाएर लाने त्यसलाई चाहिँ हामीले सबै झरिरहेछौँ। सब काँटा झऱ्यो। हामीले यो काफलले लगेर मार्केट